Hello everyone, I'm here with Mr. Anil Bhatt who recently secured his New Zealand visa. So congratulations Mr. Anil. Thank you Sajna ji. Okay. So let's talk about your academic background, है? तपाईको पढाइको बारेमा के भनिदिनुस् न? मैले 2012 मा चाहिँ एमबीए ग्रेजुएट हो मेरो चाहिँ फाइनान्समा. सो त्यसपछि चाहिँ मैले चाहिँ डिफरेन्ट सेक्टरमा चाहिँ हैन काम गर्न थाले. र मैले चाहिँ लास्ट 14 इयर्स देखि चाहिँ हैन विभिन्न फिल्डमा चाहिँ काम गरिरहेको थिएँ. र रिसेन्टली चाहिँ म एउटा मल्टिनेसनल कम्पनीमा चाहिँ 2021 देखि चाहिँ काम गरिरहेको थिएँ. र मैले चाहिँ स्टेलरमा आए हैन यहाँ हामीले चाहिँ भिजा काउन्सलरसँग चाहिँ भेट भयो हैन हाम्रो सुदीपजीसँग भेट भयो. अनि उहाँले चाहिँ मलाई चाहिँ हैन एकदम प्रपरली चाहिँ गाइडेन्स चाहिँ अथवा जुन डकुमेन्टेसन फाइनान्शियल डकुमेन्टेसन पेपर डकुमेन्टेसन जति पनि थियो उहाँले एकदमै माइन्युटली सबै कुरा मलाई क्लियरली चाहिँ एक्सप्लेन गर्नुभयो. र त्यही कुरालाई चाहिँ मैले फलो गर्दै गएँ र रिक्वायर्ड डकुमेन्टहरू बुझाउँदै गएँ र अल्टिमेटली चाहिँ आई थिङ्क वी आर हियर हैन विथ द भिजा. ओके ग्रेट. सो तपाईको चोइस अफ सब्जेक्ट चाहिँ के छ? तपाईको प्लान चाहिँ के छ? वहाँ गएर के पढ्न गइरहनु भएको छ? ओके मेरो पहिलेदेखि नै हैन एज अ करियरमै काम गर्दाखेरि पनि मेरो रोलहरू प्रायः जसो चाहिँ मैले एडमिनिस्ट्रेटिभ र लिडरसिप रोलहरूमा चाहिँ काम गर्दै आइरहेको थिएँ. र मेरो चाहिँ हैन फ्युचर एम भनेको पनि यही पाथलाई चाहिँ लिडरसिप रोल नै चाहिँ पर्स्यु गर्ने थियो. जुन चाहिँ मैले खोज्दै जाँदाखेरि मास्टर्स इन म्यानेजमेन्ट भन्ने चाहिँ जुन कोर्स चाहिँ मैले आइडेन्टिफाई गरेँ र फाइनलाइज चाहिँ गरेँ. र त्यही कोर्सका लागि चाहिँ हामीले अगाडि प्रोसेस चाहिँ बढायौँ हैन भिजाको लागि चाहिँ प्रोसेस बढायौँ. र त्यसमा चाहिँ हामीले चाहिँ हैन तपाईको चाहिँ के अरे अफर लेटर पनि त्यसमै आयो. र त्यस पछाडि चाहिँ भिजाको प्रोसेस गर्दाखेरि सो फाइनली भिजा पनि प्राप्त भयो. हजुर. अनि तपाईको इन्टायर प्रोसेस चाहिँ कस्तो थियो त? कस्तो खालको एक्सपिरियन्स भयो त तपाईलाई भिजाको लागि? मलाई त साँच्चीकै भन्दाखेरि हैन अब श्वेताजी हुनुहुन्छ हैन हाम्रो खुलसुङजी हुनुहुन्छ हैन हाम्रो चाहिँ यतापट्टि सुदीपजी हुनुहुन्छ हैन एज अ पीटी इन्स्ट्रक्टर यहाँले पनि गाइड गर्नुभएको थियो. मैले थाहा नै पाएन किनकि मेरो कस्तो थियो भन्दा म वर्किङ प्रोफेसनल भएको कारणले मैले चाहिँ टाइम दिन सक्दिन्थेँ. उहाँहरूले भन्नुहुन्थ्यो म सन्डे मात्रै टाइम दिन सक्छु. सो त्यो सन्डे मात्रै टाइम दिँदाखेरि पनि हैन मलाई थाहा नै भएन कि मैले चाहिँ हैन भिजाको प्रोसेस चाहिँ गरिरहेको छु भन्ने कुरा त्यति मैले चाहिँ अप्ठ्यारो चाहिँ फिल गरिनँ. दुनियाँको चाहिँ इन्भाइरोमेन्ट एकदमै स्मुथ एप्लिकेसन प्रोसेस चाहिँ थियो. मैले नै थाहा पाइनँ भन्दै चाहिँ म काम गर्दा गर्दै मेरो भिजा आएको म आफै नै अलि सक नै भएको थिएँ. अनि तपाईँ भिजा अप्रुभल हुन्छ भन्ने कुरामा कतिको स्योर हुनुहुन्थ्यो? म चाहिँ स्योर चाहिँ अलि थिएँ. मलाई ग्यापको चाहिँ डाउट थियो हैन जस्तै इन्टरभ्यूकै बारेमा उहाँहरूले मलाई फलो गर्नुहुन्थ्यो. इभन इन्डियाबाट पनि आरबिएस इन्टेलेक्टले चाहिँ हैन प्र्याक्टिस सेसनहरू चाहिँ मलाई चाहिँ हैन फलो गर्नुहुन्थ्यो. तर म चाहिँ के कन्फिडेन्ट थिएँ भन्दा मेरो जति पनि हैन एकाडेमिक्स अथवा मेरो ब्याकग्राउन्डहरू थियो जुन वर्कको एक्सपिरियन्सहरू थियो अनि त्यो कारणले चाहिँ म चाहिँ लगभग स्योर जस्तो थिएँ हैन. मलाई ग्यापको चाहिँ डाउट थियो. अरू कुरामा चाहिँ बिकज एभ्रिथिङ जेन्युन थियो मेरो कुराहरू. सो आउँछ भन्ने चाहिँ कन्फिडेन्ट चाहिँ थिए मनमा एक खालको चाहिँ कन्फिडेन्स चाहिँ थियो. ओके सो व्हाट वाज योर रिएक्सन आफ्टर योर भिजा वाज अप्रुभड? रिएक्सन भनेको चाहिँ कस्तो भन्दा बिकज म एउटा राम्रै मल्टिनेसनल कम्पनीमा काम गरिरहेको थिएँ. भिजा आउँदाखेरि अब एक्साइटमेन्ट पनि थियो नभएको होइन हैन. मैले भएन भन्दाखेरि मान्छेले चाहिँ अलि हैन नपत्याउला पनि. तर बिकज म राम्रै ठाउँमा काम गरिरहेको भएर अलि डिलेमा जस्तो चाहिँ भएको थियो क्या. आइसके पछाडि अब मैले राइट डिसिजन गरेँ अथवा रङ डिसिजन गरेँ भन्ने खालको चाहिँ मलाई एक खालको चाहिँ अलि डिलेमा जस्तो भएको थियो. र फाइनली हो आई हेभ डिसाइडेड हैन मैले बुझेर रिसर्च गरेर नै म जान्छु भनेर चाहिँ मैले चाहिँ फाइनलाइज गरेको कारणले आई वाज ह्याप्पी हैन मेरो डिसिजन हो. म चाहिँ खुसी नै थिएँ त्यसमा. ओके सो अन अ स्केल अफ 1 to 10 हाउ मच वुड यु रेट स्टेलर देन? स्टेलरलाई चाहिँ बिकज मैले थाहा पाए अनुसारले हैन किनकि अरू कन्सल्टेन्सीहरू पनि मैले बुझेको थिएँ सुदीपजीसँग ठोकिनुभन्दा अगाडि नेपालमा चाहिँ हैन आरबिएस जुन हैन सुदीपजीकै ओनरसिपमा चाहिँ छ जस्तो लाग्छ मलाई हैन. यसकै सिस्टर अर्गनाइजेसन हो. सो आरबिएस इज द ओन्ली हैन कन्सल्टेन्सी जसले चाहिँ न्युजिल्यान्डको भिजाहरू चाहिँ हैन प्रोसेस गरेर हुन्छ. र स्टेलर चाहिँ मल्टी डेस्टिनेसन हो. सो मैले स्टेलरमा आइसके पछाडि मैले अघि पनि भने हैन यहाँको जुन प्रोसेसहरू एकदम स्मुथ थियो. सो त्यसमा मलाई कतै पनि हैन कहीँ पनि कुनै पनि समस्याहरू भएन. मैले भिजा प्रोसेस गरिरहेको छु भन्ने खालको पनि त्यो ह्यासल्सहरू हैन कतै पनि मैले त्यो फिल गर्न पाइनँ. स्मुथ तरिकाले गयो. अब के भन्ने अब भिजा लागेको छ हैन पक्कै पनि. सो लेट्स टक अबाउट योर फ्युचर प्लान्स. सो व्हाट आफ्टर यु कम्प्लिट योर स्टडी इन न्युजिल्यान्ड? ओके मैले अब मास्टर्स मेरो 1 वर्षको चाहिँ हैन कोर्स हो. मैले 1 वर्षको पढाइ सकिसके पछाडि चाहिँ
3 इयर्सको पोस्ट स्टडी वर्क पनि पाउँछु र सँगसँगै मैले चाहिँ आफ्नो स्पाउस र बच्चालाई एज अ डिपेन्डेन्ट पनि लान पाउँछु र मैले चाहिँ यही होइन स्टेलरबाट नै सुदीपजी मार्फत होइन मैले चाहिँ मेरो स्पाउस र चाइल्डको पनि भिजाहरू प्रोसेसिङ चाहिँ सुरु गरिसकेको छु। आई होप त्यो पनि राम्रै रिजल्ट आउँछ होइन, जुन खालको होइन यहाँहरूको चाहिँ एक्सपिरियन्स अथवा एक्सपर्टिज छ यो फिल्डमा पक्कै पनि पोजिटिभ रिजल्ट आउँछ जस्तो चाहिँ लाग्छ र 3 वर्षको चाहिँ पोस्ट स्टडी वर्कलाई चाहिँ युटिलाइज गर्छु पक्कै पनि त्यहाँ पढिसके पछाडि होइन, त्यहाँको कल्चरमा होइन अब त्यो फिल्डमा चाहिँ के कस्तो काम पाइन्छ त्यो काम गर्ने र त्यहाँको एक्सपिरियन्सहरूलाई चाहिँ गेन गर्ने र देन आफ्टर आई विल रिटर्न ब्याक टु नेपाल एन्ड मेरो आफ्नै मैले अघि पनि भने मैले चाहिँ लिडरसिप रोलमा चाहिँ काम गर्ने मेरो चाहिँ होइन इच्छा छ। सो मेबी म त्यही करियर पाथलाई चाहिँ पर्स्यु गर्नका लागि चाहिँ फेरि आफ्नो यतापट्टि प्रोफेसनल जर्नीलाई चाहिँ कन्टिन्यू गर्छु। थ्याङ्क यू। त्यसो भए तपाईँले अहिलेसम्म आफ्नो जुन जुन एक्सपिरियन्सहरू हामीलाई सेयर गर्नुभयो होइन, त्यसको बेसिसमा स्टेलर इन्टरनेसनल एजुकेसनलाई आउट अफ 10 चाहिँ कति रेट गर्न सक्नुहुन्छ? ओके, त्यसमा त अब होइन नो डाउट होइन 10 मा 10 नै दिन्छु होइन, किनकि यहाँहरूको मेहनत बिना चाहिँ होइन हाम्रो चाहिँ त्यो भिजाको सक्सेस पनि त्यति सजिलो चाहिँ छैन होइन, किनकि जुन खालको डकुमेन्टेसन भएको थियो जुन खालको चाहिँ होइन उहाँहरूले चाहिँ मलाई गाइडेन्स गर्नुभएको थियो त्यो कारणले नै होला मेरो सजिलै नै होइन छोटो समयमा आई थिङ्क धेरै छिटो पनि आएको हो जस्तो लाग्छ, छिटो नै मेरो भिजा चाहिँ आएको थियो। सो थ्याङ्क यू फर द्याट एन्ड अभियसली 10 आउट अफ 10 नै हो स्टेलरलाई। So thank you for sharing your experience with us and all the best for your future endeavors. Thank you.